हेलो गाइस, आज म यो एउटा CFL चिम बनाउन गइरहेको छु। यसको लागि हामीलाई चाहिन्छ सिरिज बोर्ड। यो चाहिँ मेन बोर्ड हो डाइरेक्ट लाइनको। यसमा पहिले चेक गर्छु, छैन, बलेन। अब हामीले काम गर्नुपर्दा सिरिज बोर्डबाट काम गर्नुपर्ने हुन्छ। जहिले पनि काम गर्दा सिरिज बोर्डबाटै गर्ने हो, नभए स्पार्क गरेर पड्किने पनि सम्भावना हुन्छ। यसको लागि चाहिन्छ सिरिज केबल। यो सिरिज केबल लगाएँ। सिरिज केबल छैन रेस्पोन्स। अब यसलाई म यो होल्डरमा राखेर बल्ब चेक गर्छु। यो मेरो बल्ब चेक गर्ने मिटर हो। यो नेगेटिभ पोजिटिभ हुन्छ, त्यो हुनाले चेन्ज गर्नुपर्ने हुन्छ। यो दुईटाको पोजिटिभ यता छ भने यो दुईटाको पोजिटिभ उता भएको हुनाले यो ठिक छ। यो बल्ब बिग्रेको छ गाइज। अब हामीलाई सोल्डरिङ आइरनको आवश्यकता पर्छ। यो डाइरेक्ट गरेर ओके गाइस।